हातमा सिकल छ हातमा सिकल छ। अब यहाँ एकदम आज चाहिँ पानी बनाउनु हिँडेको हामी चाहिँ धेरै दिन भएको थियो पानी बिग्रेको। फेरि त्यहाँनिर पानीको ज्वाइँ कहाँनिर अरे त्यो बँदेल मरेको देख्नु होला नि बँदेल मरिरहेको छ भनेर भन्दैछ यहाँ ज्वाइँले। त्यहाँ हाम्रो पानीको मुहान छ जहाँनिर त्यहाँ चाहिँ बँदेल मरिरहेको छ अरे त्यहाँनिर चाहिँ हो। त्यसले गर्दा आज चाहिँ हामी जाँदैछौँ। धेरै दिन भयो पानी बिग्रेको। अब यो बर्खाको सिजन पनि आयो त्यसले गर्दाखेरि पानीहरू पनि बिग्रिरहन्छ। र आजको भ्लगमा चाहिँ मेरो यसो पानीको बनाएकोहरू साथै त्यहाँको यसो काम गरेकोहरू रहनेछ। हेर्दै गर्नु होला। सन अफ दार्जिलिङ के बोक्नु भएको छ उमेश दाले? के बोक्नु भएको है? बदल गर्ने अमरले के बोकेछ हौ? ए अमर त्यो यसो टुक्रुक्क बसेर त्यो जरा खुन्ने कुट्टे बोकेको रहेछ हाम्रो ज्वाइँले। खन्ती छ एकपट्टि सिकल बोक्नु छ। जाउँ हाम्रो समृक पानी चाहिँ यहाँबाट अलिक भ्युज पनि राम्रो देख्छ है यहाँबाट चाहिँ। आज चाहिँ दिन पनि अलिक उग्रेको छ। हिजोसम्म चाहिँ अलिक धुम्म लागेको थियो। आज चाहिँ अलिक क्लियर छ दिन पनि। अझै माथिबाट चाहिँ अझै राम्रो देख्छ। र यहाँनिर भ्यू पोइन्टबाट पनि तपाईँहरूले हेर्न सक्नुहुन्छ समृक पानीको जुन एउटा भ्युज राम्रो देख्छ है यहाँबाट। र अब चाहिँ हामी यहाँबाट निस्किँदैछौँ। र यहाँनिर चाहिँ छाता डाँडा भनेर भनिन्छ जहाँ चाहिँ भ्यू पोइन्ट छ है। यहाँनिर लुमदारहरू पनि लगाइएको छ। यसरी मजाले सजावट गरिएको छ यहाँबाट चाहिँ। र अब चाहिँ यहाँबाट हामी चाहिँ जाँदैछौँ। हाम्रो साथीभाइहरू चाहिँ माथि हुनुहुन्छ। अहिले हामीले डरो धक्का पनि नाम्दैछ एउटा। किनभने नानै पर्छ हामीले भेना आउनु अलिक छिटो। हाम्रो भेना त अलिक पछाडि छोडिनु हुँदैछ। उहाँ बिरै हो नि त। उहाँ पनि बिरै हो। घुँडा दुखेछ नि त बिचरा भेनाको। घुँडा ठोकिन्छ बिचरा। अब यस्तो भयो भने पनि जानु हुँदैछ। कतिको चाहिँ एउटा अब यो श्रमदान होला है। कतिको एउटा डेडिकेट होला है आफ्नो गाउँ समाज भनेपछि। उहाँ अब यति बेला त बिमारी भएर घुँडा दुख्यो भनेर सुत्नुभयो भने पनि कसैले हिँड जाउँ भनेर नभन्नु पर्ने हो। तर के गर्नु अब एउटा सोसियल मान्छे नाइ भन्नु सक्नु हुँदैन भेनाले हो। त्यसले गर्दा चाहिँ उहाँ खल्ट्याङ हुँदै भए पनि हिँड्नुहुँदैछ। र आज चाहिँ हाम्रो सोसियल काम हुँदैछ गाउँमा। अब के गर्नु है एउटा पानी जस्तो कुरो भनेपछि अब सबैलाई एकदमै पानीले गर्दा अब एकदमै अब नहुने कुरो हो पानी भन्ने कुरो चाहिँ। त्यसले गर्दा अब यो सोसियल काम पनि हो। अब हाम्रो गाउँमा अब पानी खाने त थुप्रो घरहरू छ। तर अब हामी चाहिँ अहिले फिलहाल यति मात्रै छौँ। हामी चाहिँ अहिले 6-7 भाइ मात्रै छौँ। र अब के गर्नु अब सोसियल पनि एउटा हामीले गर्नै पर्यो है गाउँमा बसेपछि। त्यसले गर्दा आज चाहिँ हाम्रो सोसियल काम हुँदैछ। र यहाँ चाहिँ दाजुहरूले निकाल्नु हुँदैछ। म त जानै सकिनँ। यो गनाएर मारे एकदमै उल्टी आउने खालको रहेछ। यहाँ चाहिँ पानीको मुखकै छेउमा जहाँ अब हामीले पानी उयो गर्छौँ। लु अझ तपाईँलाई नजिकबाट देखाइदिन्छु म है। यस्तो घिनलाग्दो आमा हातफुट भएको रहेछ। लु हेर्नुहोस् त काँचा लु हटाउ त त्यसलाई। लु पानी यहाँ त अन्त डङ्गै ढुङ्गा पनि पल्टाएको रहेछ नि त हौ। यहाँ चाहिँ कसले तानेको पानी फेरि? यहाँ चाहिँ हाम्रो मुनको छेउबाट अर्कोले पनि तानेको रहेछ पानी चाहिँ फेरि यहाँनिर। लु गाइस यहाँ हेर्नुहोस् त यस्तो डरलाग्दो चाहिँ भएको रहेछ। यहीँ आमा फातफुतै भएको रहेछ। लु किरा छ यो चाहिँ। यस्तो घिनलाग्दो त गर्ने भएको रहेछ यहीँ। तपाईँलाई जुम गरेर नजिकबाट देखाउँछु म। कता यो सेप मात्रै छ यसको। पुरा टोड्का किरा त स्याउ परिसकेको रहेछ यहीँ। खै कहाँनिर आमा के हो यो चाहिँ फेरि?
लु के हो यो सुँगुर यो त सुँगुर हो नि ल यहाँ त सुँगुर पनि फ्याँकेको रहेछ फेरि लु हेर्नुहोस् है यो सुँगुर चाहिँ बोरामा हालेर फ्याँकेको रहेछ यो फेरि अब यस्तो मान्छेहरू छ लु हेर्नु यहाँ ए स्याउ स्याउ सुँगुर कुहिरहेको छ यहाँ फेरि यस्तो अत्याचार गरेको छ हामीलाई साँच्ची नै हेर्नुहोस् आमामा लो ओ किरा देखिहाल्नु होला यो कहिले चाहिँ फ्याँकेको होला लु लु हेर्नुहोस् न यस्तो साह्रो चाहिँ गर्नु भएन नि त यो पानीको मुन लु मास्क लगायो पनि मास्क लगायो भने पनि गनाउँदै सकिन्छ के हुन्छ त माथि हुँदैन थाम्दैन रहेछ मास्कले पनि अनि ब्लिचिङ हाल्नु पर्ने रहेछ र यहाँ ज्वाइँले चाहिँ सिसामा के हो ज्वाइँ हो यस हजुर यो त सेलुनबाट फ्याँकेको काट लु हेर्नुहोस् यहाँ लु हेर्नु यहाँ यो चाहिँ केस यसरी फ्याँके चाहिँ यो चाहिँ बजारबाट सेलुनबाटै लु हेर्नुहोस् यहाँ यी पुरा टिस्यु पेपरसँगै कपाल केस चाहिँ यसरी फ्याँके चाहिँ यहाँ हेर्नुहोस् लु लु हेर्नुहोस् अब यो कसलाई चाहिँ दोष लाउने हामी कसलाई चाहिँ दोष लाउने बजारमा सेलुनहरू कतिवटा छ जम्मा कतिवटा सेलुनहरू छ यिनीहरूको जो चाहिँ यो जसले यो फ्याँकेको छ उसको यो उयसमै पुग्छ सेलुनमै पुग्छ यो चाहिँ जहाँ यो सेलुनमै पुऱ्याइदिनु होइन यो त सेलुनमा लगाएर देखाइदिनु यो सेलुनमै पुऱ्याउनु पर्छ यो बजारको कतिवटा सेलुन छ जम्मा त्यहाँ पर एउटा दुईवटा तिनवटा चारवटा पाँचवटा कतिवटा सेलुन छ यो सेलुनमै हामी लान्छौँ किनभने यो चाहिँ अर्काले खाने पानीको मुहानमा चाहिँ यसरी फ्याँक्नु चाहिँ यो चाहिँ मान्छे भनेर भन्छ यसलाई चाहिँ मान्छे भन्नु हामी लु हेर्नुहोस् यहाँनिर ए कपालहरू यति लामो कपाल चाहिँ काटेर यहाँनिर पानीको मुहानमा फ्याँकेछ यस्तो साह्रो मान्छेको सोच लु हेर्नुहोस् यहाँनिर ए लु हेर्नुहोस् त यहाँ यो कसले चाहिँ फ्याँकेको हाम्रो मान्छेहरू चाहिँ यति साह्रो धर्मी छ है यहाँनिर जुन चाहिँ पानी खाने मुहानमा पनि अब यसरी यहाँ हेर्नुहोस् त यो मैलाहरू यो डस्टबिन यो माछाको यो उयोहरू है माछा ल्याउने यो उयोहरू भयो थर्मोकलको यो कार्टुनहरू भयो है अन्त यहाँ माथि सबै मैलाहरू फ्याँके चाहिँ ऊ माथिबाट डल्लै फ्याँके चाहिँ यसरी यहाँ हेर्नुहोस् त लु यस्तो खालको मान्छेहरू छ हाम्रो अन्त कहिले चाहिँ उँभो लाग्ने हाम्रो मान्छेहरू है हाम्रो मान्छेको सोच कहिले बद्लिने आम्मामा यस्तो भएको रहेछ ल हेर्नुहोस् है यो चाहिँ कस्तो खालके पानी चाहिँ हामीले खाँदै थिएछौँ यहाँनिर हो मान्छे त्यसै त बिमारी भएकै हुन्छ रुगामार्कीले कहिले छोड्दैन यो खालको पानीको मुहानमा चाहिँ फातफुत भएको चाहिँ यहाँ हेर्नुहोस् त कहिलेदेखिको चाहिँ होला यो कुहिएर चाहिँ एकदमै खतम भएको रहेछ यहीँ दाजुहरूले निकाल्नु हुँदैछ यहाँ भट्टाभट अब यसलाई चाहिँ लगेर अलिक परनिर खुल्ला जग्गामा यसलाई गाड्नुपर्ने